Hello guys, welcome to my mini vlog. Guys, अब हामी मदिराको यसो ठाउँहरू घुम्दैछौँ। यहाँ केरा खेतीहरू टन्नै छ। खाली जग्गाको उपयोग गाइस, केरा चाहिँ खतरै फर्स्ट आउँदैछ है। गाइस, भ्यू चाहिँ खतरा देख्छ है। किसान गाइस, यस्तै छ। हामी दाजुभाइ घुम्दैछौँ। यसो रमाइलो लगाइ चाहिँ यहाँ चाहिँ अङ्गुरको बोट रहेछ है गाइस। यो पनि नेपालमा तिमीला भन्थ्यो, यहाँ चाहिँ के को बोट भन्ने खतरा बोट। गाइस, समुद्रको भ्यू चाहिँ हेर्नु है, खतरा कस्तो देख्छ। तर अहिले घाम ठ्याक्कै बादल लागेर अलि क्लियर आएको छैन है गाइजहरू। यस्तो छ। त्यस्तो पुरै उयो अब कस्तो दामी भ्यू यार। ल राख्नु त म भ्यू खिच्नु पर्यो यार। गाइस, गाउँ चाहिँ यहाँबाट यस्तो देखिन्छ है। फेरि यहाँको विकास भनेको चाहिँ लोभलाग्दो छ, कसैले कल्पना गर्न सक्दैन यहाँको लागि। यो पहाड, यो बादल, यो घरहरूको डिजाइन, फ्याक्ट्री। गाइस, यहाँ चाहिँ यत्रो रेस्टुरेन्ट, तर आज चाहिँ बन्द रहेछ। गाइस, मेनु है यहाँको आज बन्द रहेछ। राखौँला तिमीसँगै, घुमाउला सँगै। गाइस, अलिपट्टि हेर्नु दामी देख्छ। उखु खेती जस्ता, उखु खेती उहो यो तर क्लियरै आएन। त्यो छ गाइस। रोड त चट्टान त खतरा काट्यो नि। यिनीहरूको फिटनेसमा चाहिँ खतरा हुन्छ क्या। साइज काम मजाको तेरा खेती छ यार। जहाँ तहीँ हेऱ्यो केरै केरा। यो हप्तामा खोज्नु। गाइस, हामी घुम्दै घुम्दै यहाँ आइपुगिसक्यौँ। अब हाम्रो यात्रा यो परबाट पुल देखेकोबाट फर्किनु। यो त खतरा सिँचाइ हो कि के हो। लगायत सिँचाइको लागि यो ट्याङ्की त होला नि। बवाल भ्यू छ। बवाल गाउँ एरिया सेमी कन्स्ट्रक्सन भइरहेछ पारी माथि।
है बबाल्ने ट्याङ्की हो दाइ ट्याङ्की यो यहाँको लागि होला कि यो पानी जम्मा गरेर बाँड्ने जहाँ तहीँ हेऱ्यो केरा मात्रै देख्छ हो दाइ गाइज कस्तो देखिएको छ ठाउँलाई भन्नुहोस् गाइज के छ है खानालाई बिग्रिएको लागि गाइज यो चाहिँ मदिराको सिमेन्ट कारखाना त्यो चाहिँ ग्यास फ्याक्ट्री गाइज हेर्नु ग्यास फ्याक्ट्री यसमा चाहिँ ग्यास उत्पादन भइरहेको एकदम नेचुरल ग्यास यो सिमेन्ट कारखाना यो बेयर फ्याक्ट्री मदिराको टप कोरल बेयर फ्याक्ट्री हेर्नुहोस् है गाइज यहाँ चाहिँ ग्यास फ्याक्ट्री हो ग्यास लिङ्क नेचुरल ग्यास यता चाहिँ बेयर फ्याक्ट्री ठक्क टप ब्रान्ड वान कोरल कम्पनीको ग्यास फ्याक्ट्री बेयर फ्याक्ट्री हो चाहिँ नेपालमा नि यसरी ग्यास फ्याक्ट्री के सञ्चालन गर्नुपर्छ है गाइजहरू दिस इज अ गाइज मदिरा गाइज पारिपट्टिको भ्यू लास्ट समुद्र है गाइज यो ग्यासको फाइदाहरू यहाँ सबै राखेको छ एक्सपोर्टमा राखेर सबै लेखेको छ है गाइज पढ्नु नभन्नु होला कतिमा बन्छ भनेर कति डिग्री सेल्सियससम्म बढ्नुहुन्छ राम्रो कोल्ड एरिया कस्तो छ सबै इन्स्ट्रक्सन देखा Did you want that the progress you see the on this until just water which result from this conversion and humanities के हो यो गाइजहरू पढ्न है यसरी इन्स्ट्रक्सन दिएको छ ग्यासको लगाइज ल ओके आजलाई यति नै भिडियो मिनी भ्लगबाट सबलाई बाई बाई अर्को मिनी भ्लगमा भेटौँला है गाइजहरू कस्तो लाग्छ भिडियो राम्रो लाग्छ भने लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला